दर्शकवृन्द, सतलोक आश्रम धनुषामा छौं र आज यो दिव्य धर्म यज्ञ दिवसको दोस्रो दिन हो। आज यहाँ धेरै जोडीहरूको विवाह हुँदैछ। त्यो विवाह कस्तो भन्दा दाइजो मुक्त विवाह, खर्च मुक्त विवाह। खर्च पनि यहाँ केही गर्नु पर्दैन। त्यो विवाहका जोडीहरूको मातापिता पक्षबाट आएका, दुवै वरवधु पक्षबाट आएका सबै पाहुनाहरूलाई खाने बस्ने सबै भोजनको मिष्टान्नको व्यवस्था सन्त रामपालजी महाराजले गर्नुभएको छ। एउटी छोरीको विवाह गर्नको लागि कति धेरै बोझ बनिसकेको थियो हाम्रो समाजमा। विशेष गरेर भारतमा र हाम्रो नेपालमा दाइजोको कारणले कयौं छोरीहरू जलिरहेका छन्। कयौं छोरीहरू मर्नलाई आफै आत्महत्या गर्नको लागि उत्प्रेरित गरिएका छन्। यस्ता घटनाहरू हामीले देखेका छौँ। तर सन्त रामपालजी महाराजजीले त्यसको समाधान खोजिसक्नुभयो, त्यसको समाधान निकालिसक्नुभयो। देख्नु भएको छ यहाँ नयाँ वरवधुहरू, यहाँहरूले देखिरहनु भएको छ। नयाँ वरवधु मात्र 17 मिनेटमा बिना कुनै प्रकारको आडम्बर, बिना कुनै बाजा गाजा, बिना कुनै चाहिँ तडक भडक, सिम्पल सादा तरिकाले प्रणय सूत्रमा बाँधिएर आफ्नो जीवन सुखी बिताउने गुरुको चाहिँ बाणी, गुरुवाणीबाट 17 मिनेटमा विवाह सम्पन्न गराइन्छ। र सम्पूर्ण यहाँ जति पनि पाहुनाहरू आउनुभएको छ उहाँहरूलाई खाने भोजनको व्यवस्था पनि सन्त रामपालजी महाराजजीको तर्फबाटै हुन्छ। अब विवाहलाई जीवनमा एउटा ठुलो चुनौती, विवाहलाई अत्यन्तै जीवनको सबभन्दा ठुलो खर्च गर्ने एउटा खर्चको चाहिँ स्रोत मानिन्थ्यो भने अब सन्त रामपालजी महाराजजीको ज्ञानबाट व्यक्तिहरूमा, समाजमा यो प्रकारको सुधारको परिवर्तन आइरहेको छ। व्यक्तिहरू अब कहिल्यै पनि छोरीलाई आफ्नो बोझ मानेर कन्यालाई भ्रूण हत्या गराउने खालको कार्यहरू कसैले गर्ने छैन। यदि तपाईँ पनि साँच्चीकै आफ्नो छोरीको विवाह गर्न अथवा छोराको विवाह गर्नको लागि बढी मेरो चाहिँ खर्चको आवश्यकता हुन्छ भन्ने त्यस्तो पीर मान्नुहुन्छ भने हेर्नुहोस्, यहाँ पढे लेखेका युवा युवतीहरू पनि यसरी चाहिँ नि यहाँ आउनु भएको छ। मात्र सन्त रामपालजी महाराजजीको आश्रममा आएर उहाँहरूले हामी चाहिँ विवाह गर्नलाई तयार छौँ भनेर मातापिता दुवै पक्षको चाहिँ नि सहमति र वरवधुको पनि सहमति भइसकेपछि मात्र 17 मिनेटमा 33 करोड देवी देवताको आरती स्तुति गर्दै गुरुवाणीबाट 17 मिनेटमा विवाह सम्पन्न गराइने तयारी भइरहेछ। सन्त रामपालजी महाराजजीको समाज कल्याणको कार्यको उदाहरण हो यो, जहाँ आज अहिले 13 जोडीहरूको बिना दाइजो, बिना बाजा गाजा, बिना कुनै खर्च, मात्र वैदिक विधि विधान अनुसार 33 करोड देवी देवताको आरती स्तुति गर्दै 17 मिनेटमा यो विवाहलाई सम्पन्न गराइँदैछ। यस विषयमा विस्तृत कुराहरू अन्य यहाँका सहभागी र यो व्यवस्थापन कमिटीका व्यक्तिहरूसँग पनि हामीले सोधेर यहाँहरूलाई टक्राउनेछौँ। सन्त रामपालजी महाराजजीले गरेका समाज सुधारको उदाहरणको एउटा रूप हामीले यहाँ दाइजो मुक्त विवाह भइरहेको देखिरहेका छौँ। यो पनि एउटा समाज सुधारको प्रथम उदाहरणको रूपले हामीले यहाँ चाहिँ यसलाई कभरेज गर्ने अवसर पाएका छौँ। अब विभिन्न कार्यक्रमहरू यहाँहरूले हेर्नु नै छ। हेर्नुहोस्, अहिलेको महँगाईको जमानामा, अहिलेको प्रतिस्पर्धाको जमानामा सन्त रामपालजी महाराजजीले हरेक कार्यक्रममा आफ्नो सतलोक आश्रमबाट प्रत्येक पटक दर्जनौं जोडीहरूको चाहिँ विवाह यसरी नै गराइदिनुहुन्छ र सम्पूर्ण खर्चको वहन आफै गर्नुहुन्छ। यो साँच्चीकै नेपालको लागि ठुलो परोपकार र समाज कल्याणको कार्य हो भन्न सकिन्छ। यदि कसैको घरमा एउटा कन्याले जन्म लिन्छन् भने उनलाई लालन पालन गर्न, उनलाई शिक्षित दीक्षित गर्नको लागि बाबुआमाले लाखौं रुपियाँ खर्च गर्नुहुन्छ। छोराछोरीलाई समान रूपमा पालन पोषण गरिसकेपछि अर्को एउटा चुनौती आउँछ कि मेरो छोरीको विवाह कसरी गर्ने होला। छोरी हुर्किँदै जान्छन्, बाउलाई चिन्ता बढ्दै जान्छ र मेरी छोरीले कस्तो वर पाउने होलिन्, कस्तो मेरो ज्वाइँ होला, कतै जाँड खाएर कुट्ने हुन् कि कतै चाहिँ भोलि दाइजोको जोहो मैले गर्न सक्दा उनलाई मर्न बाध्य बनाउने हुन् कि या मार्ने पो हुन् कि भन्ने त्यो पीर प्रत्येक बाउआमाको मनमा लुकेको हुन सक्छ। तर अब त्यो समस्याको समाधान सन्त रामपालजी महाराजले निकालिसक्नुभयो। एउटा नयाँ जागृति आइरहेको छ, मान्छेहरू सचेत भइसकेका छन्। सन्त रामपालजी महाराजजीको अभियानसँग बिस्तारै बिस्तारै मान्छेहरू जोडिँदैछन्। अब छोरी र छोरामा कुनै भिन्नता छैन। अब छोरीहरू मर्नु पर्दैन, अब छोरीहरू ससम्मान आफ्नो जीवन
आफ्नो गृहस्थ जीवन पनि बिताउन सक्छन् र उनीहरूलाई बाउले आफ्नो आँगनबाट विदाई गर्नको लागि ठुलो खर्चको जो गर्नु पर्दैन। अब छोरी बोझ होइनन्, छोरी अब बाबुआमाको पनि सहारा हुन् भन्ने खालको मनोबल बाबुआमामा बढेको पनि हामीले पाएका छौँ। यो सन्तराम पाल्जी महाराजजीले समाजमा स्थापित गरेको एउटा विशेष किसिमको उदाहरण यहाँहरूले देख्न सक्नुहुन्छ। दर्शकवृन्द, यो विवाह कार्यक्रमलाई सम्पन्न बनाउनको लागि व्यवस्थापनमा खटिनुभएका यहाँको चाहिँ स्वयंसेवक हुनुहुन्छ, यो व्यवस्थापन समितिको व्यक्ति, उहाँसँग सोध्नेछौँ कि यो कसरी सम्पन्न हुँदैछ। सर, स्वागत छ यहाँलाई एसए न्युजमा। नमस्ते सत साहेब। यो जोडीहरूको तयारी कसरी हुन्छ, कसरी चाहिँ यहाँबाट वरवधुहरूको चाहिँ नि भेटघाट कसरी गराउने व्यवस्था गरिएको छ? अब यो के छ भने यो विवाह भनेको अत्यन्तै, यो रमेनी भनेको अत्यन्तै सुहाउँदो, मिल्दो जुल्दो, हाँसो खुसीले हुने हो र एक अर्कालाई मन पराइसकेपछि परिवारहरूको सहमतिले यो रमेनीको सुरुवात हुन्छ। कुनै भगत अथवा केटा हुन्छ, कुनै भक्तिमती केटी कहीँको हुन्छ, उहाँहरूको गार्जियन बीच कुरोकानी हुन्छ, प्रस्ताव जान्छ केटाकेटीको, त्यसपछि गार्जियनलाई चित्त बुझेपछि केटाकेटीलाई एकअर्कासँग भेटाइन्छ, कुराकानी गराइन्छ र एकअर्कालाई चित्त बुझियो भने अनि यो गुरुजी कहाँ प्रार्थना पठाइन्छ। मातापिताको दुवै वरवधु पक्षको मातापिताको अभिभावकको चाहिँ सहमति हुन आवश्यक छ। एकदमै आवश्यक छ। सहमति बेगर यो रमेनी विवाह हुँदैन। यदि मातापिताको सहमति छैन भने यो सतलोक आश्रम धनुषाले गुरुजीको आदेशले रमेनी गराउँदैन। अनि यसको कानुनी वैधानिक प्रक्रियाहरू पनि छ कि छैन? हजुर, यसको कानुनी वैधानिक प्रक्रिया छ। गुरुजीको दयाले यसमा कोर्ट म्यारेज हुनुपर्छ अथवा विवाह दर्ता हुनुपर्छ। त्यो भइसकेपछि अनि रमेनीको प्रोसेस, विवाहको प्रोसेस गुरुजीलाई अर्जी लगाइन्छ, प्रार्थना चढाइन्छ र गुरुजीको आदेश आएपछि यो समागममा जस्तो अहिले आज 13 जोडीको विवाह भइरहेछ त्यस्तै विवाह हुन्छ। अथवा यो सतलोक आश्रम धनुषासँग सम्बन्धित नेपालमा 27 वटा नामदान छ, त्यो नामदानमा पनि हरेक दिन नि त्यस्तो रमेनी विवाहहरू भइरहेको हुन्छ। अनि पछि दाइजो मुक्त विवाहको लागि एउटा बेग्लै किसिमको अभियान चलाइरहनु भएको छ सन्तराम पाल्जी महाराजजी। एकदमै। अब हेर्नुहोस्, हाम्रो समाजमा आजको कलियुगमा छोरीलाई, बेटीलाई अभिश्राप जुन ठान्थे मान्छेहरूले, किनभने छोरी भएपछि दाइजो दिनुपर्छ। बुवाआमाले सुरुदेखि सोच्न थाल्थे कहाँबाट करोड रुपियाँ म दाइजो ल्याउला, कहाँ कमाउला, कसले पढाउला, के गरौँला। उसको बच्चा जन्मने बित्तिकै चिन्तामा जान्थ्यो, चिन्तित हुन्थ्यो एउटा छोरीको विवाहको लागि। तर सन्त रामपालजी महाराजले त्यो बोझबाट टाढिदिनु भयो। अब छोरी अभिश्राप होइन, वरदान बन्यो, बेटी वरदान बन्यो। कुन मानेमा 1 रुपियाँ दाइजो लिनु पर्दैन, दिनु पर्दैन। बुवाको 20 वर्षपछिको चिन्ता परमात्माले क्षणभरमा टाढिदिनु भयो। सर, लोभ भन्ने कुरा त मान्छेसँग सँगसँगै रहने कुरा हो। पछि गएर हेला गर्ने अथवा प्रताडित गर्ने गर्नुहुन्छ कि नै उहाँहरूले? होइन, के भने यो ज्ञान हो र ज्ञानले हाम्रो परमात्माले गुरुजीले सिकाउनु भएको छ एउटा कमिलालाई पनि मार्नु हुँदैन। त्यो पनि त्यही भगवानको आत्मा हो, हामी पनि त्यही भगवानको आत्मा हो। आज त्यो कर्मले कमिला बनेको छ, हामी मनुष्य बनेको छ। एक दिन आउँछ हामी पनि कमिला बन्छौँ र त्यो मनुष्य बन्छ। आज उसको आत्मालाई दुखायो भने हाम्रो आत्मा पनि दुख्छ। त्यस्तै कुनै पनि केटी भनेको एउटा आत्मा हो, परमात्माको आत्मा हो र त्यो केटाले त्यो केटीको आत्मा दुखायो भने उसको पनि आत्मा दुखाउँछ। त्यो ज्ञान भएको हुन्छ। त्यही ज्ञानको आधारमा एकले अर्कालाई हेप्ने काम, टर्चर दिने काम, उसलाई होच्याउने काम गर्दैन। अनि पूर्ण रूपले ज्ञानको आधारमा उनीहरूले जीवन बिताइरहेका हुन्छन्। एकदमै ज्ञानको आधारमा जीवन बिताइरहेको हुन्छ र भक्तिले परमात्माले दुईटैलाई सुख दिइराख्नुहुन्छ। केही न केही न्यूनतम चार्ज त तपाईँले लगाउनुहुन्छ होला नि यसरी विवाह गर्दाखेरि? केही खर्च चाहिँ बाबुआमाले अथवा वरवधु पक्षले यहाँ आश्रमलाई कति बुझाउनु पर्छ? यो निःशुल्क हो। 1 रुपियाँ पनि कसैले पनि आश्रमलाई पनि बुझाउनु पर्दैन, कसैलाई दिनु पनि पर्दैन। यो सन्त रामपालजी महाराजको तर्फबाट फ्री हो, निःशुल्क एउटा अभियान हो, ताकि भविष्यमा कसैलाई पनि यो पैसा दिएर विवाह हुन्छ भने चिन्ता गर्नै नपरोस्, सोच्नै नपरोस्। यहाँ आउनुहोस्, तपाईँ हेर्नुहोस्, हजारौंको जुन यसरी जोडीको विवाह भइरहेछ, जति जन्ती आए पनि परमात्माले फ्रीमै पाउनुहुन्छ। त्यसको पनि 1 रुपियाँ तिर्नु पर्दैन। खाना पनि पुरा फ्रीमा हो हजुर? खाना फ्री, ढिला भयो भने बस्न फ्री,
हरेक चिज फ्री छ। आज हामी यहाँ हेर्दैछौँ हजारौँ त्यही जुन रमेनी भइरहेछ केटाकेटी उहाँहरूको गार्जेनहरू बुवा आमाहरू छिमेकीहरू यो आदर्श विवाह हेर्नको लागि आउनु भएको छ कि सतलोक आश्रममा 17 मिनटमा बिना ब्यान्ड बाजाको बिना दाइजोको कसरी विवाह भइरहेछ त, जबकि यहाँ लाखौँ मान्छेको उपस्थित छ। त्यो लाखौँ मान्छेको साक्षीमा गुरुजीको आशीर्वादले कसरी विवाह भइरहेछ भनेर उहाँ हेर्नको लागि तपाईँ यो भिड हेरिराख्नु भएको छ। कति चाँडो यो रमेनी सुरु होस् र हामी हेरौँला भनेर उहाँहरू दर्शकहरू आइराख्नु भएको छ। जस्तै यो विवाहमा अहिले उपस्थित हुनुहुन्छ जुन बेहुला पक्षहरू उहाँहरूले नसा गर्ने अथवा रक्सी खाएर भोलि गएर टर्चर गर्ने पिट्ने त्यो खालको चाहिँ घटनाहरू आएको छ कि छैन? सन्त रामपालजी महाराजमा दीक्षा लिनुभन्दा पहिले नै गुरुजीको केही नियमहरू छ। त्यो नियम अन्तर्गत नासा गर्न मिल्दैन। नासा गर्नु जाँड रक्सी पान पराग गुटखा केही पनि खान मिल्दैन। हाम्रो सन्त रामपालजी एउटा नसामुक्त समाज पनि बनाइराख्नु भएको छ। नसा खाएर त रिस उठेर स्वास्नीलाई कुट्ने हो, केटीलाई कुट्ने हो। नसा खाएर पनि त्यो रिस पनि उठ्दैन, उत्तेजना पनि आउँदैन, तमोगुण पनि प्रभावित हुँदैन र त्यो कुट्दा पनि कुट्दैन। त्यो यो बिल्कुल नसा मुक्त हो। आज यहाँ लाखौँ मान्छे छन्, कसैले पनि नसा बोकेको पनि छन्, गरी पनि रहेछन् र आइन्दा जसले दीक्षा पनि लिनु भएको छैन गुरुजीको प्रभावले गुरुजीको मन दिशा लिएपछि उहाँहरूको नसा पनि छुट्छ। यहाँ हरेक पटकको कार्यक्रममा यस्तै प्रकारको विवाह गराउने गर्नु भएको छ है सर? धन्यवाद आफ्नो विचार। नमस्ते। विवाहको कार्यक्रम सुरु भयो, मङ्गलाचरण हुँदैछ। गुरुवाणीबाट 33 करोड देवी देवताहरूको आरती स्तुति गर्दै अब यो विवाहलाई अगाडि बढाइँदैछ र मात्र 17 मिनटमा यसलाई सम्पन्न गराउने कुराहरू हामीले जानकारी पाएका छौँ। र यहाँहरूले हेरिरहनुहोस्, सरल सहज र छोटो, निकै पाखण्ड रहित यो अन्तर्जातीय विवाह पनि हो। दर्शकवृन्द, यो विवाहलाई अन्तर्जातीय पनि विवाह हुन्छ यहाँबाट। यहाँ कुनै जातीय बन्धन पनि छैन। हरेक व्यक्तिहरूमा एउटा साधकको अनुशासन र मर्यादा नियम रहन्छ, जस अन्तर्गत उहाँहरूले अनुशासित र मर्यादित जीवन जिउने उहाँहरूले सङ्कल्प लिनुभएको हुन्छ र घर परिवारलाई मन्दिर जस्तो आफूलाई स्वयं देवता जस्तो जीवनमा रूपान्तरित गरेका सन्त रामपालजी महाराजजीका अनुयायीहरूको विवाहको यो संसारभरि जहाँ जहाँ सन्त रामपालजी महाराजजीका आश्रम तथा दीक्षा केन्द्रहरू छन् त्यहाँ प्रत्येक महिनामा प्रत्येक हप्तामा यसरी नै विवाह सम्पन्न भइरहेको हुन्छ। जुन अहिले यहाँहरूले देख्नुभयो कसरी विवाह हुन्छ भन्ने कुरा यहाँहरूले यो कार्यक्रम हेरेपछि पक्कै पनि बुझ्नुहुनेछ। दर्शकवृन्द, अब यो रमणी विवाह सम्पन्न हुने कार्यक्रम हुँदैछ। यहाँ देख्न सक्दै हुनुहुन्छ त्यहाँ 17 मिनटसम्मको गुरुवाणीबाट उच्चारित देवी देवताहरूको आरती स्तुति सकिँदै परमात्माको चरणमा दण्डवत प्रणाम गर्दै सङ्कल्प लिइरहेका छन्। अब हामी जानेछौँ यो विवाहमा आउनुभएका अभिभावकहरू अथवा यो प्रबन्धन व्यवस्थापन समितिका पदाधिकारीहरू र वरवधुहरूसँग पनि केही हामीले अन्तर्क्रिया गर्नेछौँ। विगत 3 दिनदेखि हामीहरू यहाँ छौँ र हामीले कभरेज गरिरहेका छौँ। सन्त रामपालजी महाराजजीले नेपाल जस्तो ठाउँमा यत्रो आश्रम बनाएर यो समाजको कल्याणको लागि दाइजो मुक्त, नशा मुक्त, विभेद मुक्त, छुवाछुत मुक्त कार्यक्रम चलाउनु भएको रहेछ। आज हजुरकै अगाडि यहाँ चाहिँ नि 13 जोडीको विवाह भयो। के भन्न चाहनुहुन्छ सन्त रामपालजी महाराजजीले? हजुरले त्यो के छ नि, सन्त रामपालजी महाराज जुन छ नि यो जुन मतलब कि चलाउनु भइरहेछ त्यो धेरै राम्रो मतलब कि छ। जोसँग पैसा छैन, जोसँग मतलब कि म जुन छ नि त्यो जुन दहेज विरोधको म आफै मतलब कि जुन छ दाइजो विरोधी मान्छे हो। किनकि जुन छ नि अब त्यो के छ 5-10 मिनटको लागि आधी घन्टाको लागि मान्छे करोडौँ करोड खर्च गरिदिन्छ। तर के छ यो जुन छ नि यो व्यवस्था यो धेरै राम्रो। 1 रुपियाँ खर्च नगरी गरिदिनु, 1 रुपियाँ नखर्च गरी गर्ने भयो। अनि आज जुन छ हाम्रो भाइ पनि उसको पनि आज बिहा छ। मलाई त धेरै खुसी लाग्यो, तर म नाम लिएको छैन, तर म जुन छ नि धेरै खुसी छु। सन्त रामपालजी महाराजजीको बारेमा के भन्न चाहनुहुन्छ हाम्रो च्यानल थ्रु भन्नुहोस्।
सन्त रामपालजी महाराज जुन यो व्यवस्था गर्नुभएछ त्यो धेरै राम्रो। म त उहाँलाई मुरी मुरी धन्यवाद दिइरहेको छु कि उहाँ यस्तो जुन जो प्रोग्राम जुन छ नि प्रत्येक मतलब कि जुन प्रत्येक दिन हो, प्रत्येक वर्ष हो, प्रत्येक साल हो, भनेपछि प्रत्येक नेपालका प्रत्येक जिल्ला गाउँमा जानु पर्यो। गाउँमा पर्यो। हस्, धन्यवाद जानकारी। धन्यवाद। तपाईले यो विवाहको कार्यक्रम हेर्नुभयो र यहाँ चाहिँ नि सन्त रामपालजी महाराजजीले अब छोरीहरू गर्भमा मर्नु पर्दैन, हरेक बाबुआमा निश्चिन्त हुनुपर्छ भन्नुभएको छ र दाइजो मुक्त विवाह गराइरहनु भएको छ। यो विषयमा के भन्न चाहनुहुन्छ हाम्रो दर्शकलाई भन्नुहोस्। होइन, भ्रूण हत्या त हामीहरूले सुरुदेखि नै हरेक ग्रन्थ र धर्ममा भन्दै आएको छु। भ्रूण हत्या सबभन्दा ठुलो पाप हो र छोरी हत्या त सबैभन्दा ठुलो पाप हो। किन शक्ति भनेको छोरी नै हो, शक्तिले वंश चल्छ। छोरी मार्न त पाउँदैन। छोरी मायाबाट बुहारी कहाँबाट पाउने हो? छोरीलाई बचाउनु पर्छ र दहेज मुक्त बिहा सबभन्दा ठुलो मतलब कर्तव्य हो हाम्रो कि दहेज किन लिनु पर्यो र किन दिनु पर्यो। जब आफ्नो सक्षम हात र खुट्टा छँदैछ, दिनमा कमान जाँदैछौँ हामीहरू, त फेरि दहेज किन चाहियो? अर्काको पैसाले अर्काको छोरी पाल्नलाई त हामीहरूले त्यो आश्रम खोले होइन नि। आफ्नो जीवन सङ्गनी बनाएर हाम्रो घरको लागि त्यसले खाना पकाउँछ हाम्रो लागि, त हामीहरूलाई पनि त खुवाएर कमाएर खुवाएर त्यसले बचाउने हाम्रो कर्तव्य हो। त्यही दहेज प्रथालाई त हटाउनु सबभन्दा ठुलो कर्म हो, किनकि कमाउनु हाम्रो उद्देश्य हो, तर पैसा अरूको लिएर अरूको बच्चालाई राख्ने होइन। त्यसले आफ्नो छोरी दियो, यो सबभन्दा ठुलो धर्म हो जुन हाम्रो घर र वंश चलाउँछ। त्योभन्दा दहेज र दाइजो मलाई लाग्छ यो धरतीमा कुनै छैन। अब लोभ त हरेक मान्छेलाई लाग्छ, पैसा यसो पाउनु पा हुन्थ्यो, यो पाउनु पा त्यो हुन्छ भन्छ नि मान्छेले। तर पनि सन्त रामपालजी महाराजजीका अनुयायीहरूले विवाह गरेपछि त्यो छोरी चेलीलाई कुनै प्रकारको प्रताडना दिँदैन, हिंसा गर्दैन, घरेलु हिंसा हुँदैन भन्ने त्यो कस्तो खालको ज्ञान सन्त रामपालजी महाराजजीले दिनुहुन्छ जस्तो लाग्यो तपाईँलाई? अब त्यो त अहिलेसम्म मैले भित्रसम्म हेरेको छैन, तर अहिलेसम्म जुन ग्रन्थ र ग्रन्थको प्रमाण सुनेको छु त्यो हिसाबले यस्तो केही छैन। किनकि जुनले ईश्वर र गुरुमाथि विश्वास गर्छ त्यसले कहिले पनि आफ्नो घर र चेलीबेटीहरूलाई केही दुःख दिँदैन। जसले यो गर्न सक्छ त्यसको घरमा कुनै क्लेश र बाधा आउँदैन। जुन घरमा चेली र बाउ बिहारीलाई दुःख दिने कार्य हुन्छ त्यो घरमा सङ्कट र अकाल कारण हरेक दुःख सङ्कट आइरहन्छ, त्यो मान्छेलाई बुझ्नै पर्छ। आज तपाईँले आएर आफ्नो अनुभव कस्तो भयो यो कार्यक्रमको बारेमा केही भनिदिनुहोस् हाम्रो दर्शकहरू। यो अनुभव मलाई राम्रै लाग्यो। यस्तो प्रथा हरेक ग्रन्थ हरेक धर्ममा चलाइदिनु पर्छ। दहेज मुक्त विवाहको यो यसको लागि म एग्री छु। अरू त मान्छेको विचारमा फेर्न सक्दैन होइन। लोभ त रावणलाई पनि लागेको थियो, त्यो त्यसको नाश कसरी भयो सबैले जानेछ। त्यसैले लोभ गर्नु हुँदैन र आफ्नो ग्रन्थ आफ्नो धर्मको हिसाबले गुरुजीले जस्तो आज्ञा दिन्छ त्यो ग्रन्थमा लाग्यो भने मान्छेको सुविचार हमेसा एक हुन्छ, राम्रो हुन्छ र प्रगति हुन्छ। धन्यवाद आफ्नो विचारको लागि। जगतगुरु तत्त्वदर्शी सन्त रामपालजी महाराजजीका आजको कार्यक्रममा केही अनुयायी हुनुहुन्छ। उहाँहरूले आज दाइजो मुक्त 17 मिनटमा विवाह गरेको उहाँको आफ्नो जीवनको अनुभूति कस्तो छ आउनुहोस् उहाँसँग सोधौँ। स्वागत छ यहाँलाई एसटी न्युजमा। यहाँको शुभ नाम? सत साहेब, मेरो शुभ नाम शुभम दास। कहाँबाट आउनुभयो? म पर्सा नेपालबाटै हो। भनेपछि विवाह गर्दाखेरि बाजा गाजा बजाउनु पर्ने, रमाइलो गर्नुपर्ने, साथीहरूलाई बोलाएर पार्टी गर्नुपर्ने आदि इत्यादि जुन नेपाली समाजमा अथवा हाम्रो नेपालमा त्यो प्रचलित परम्परा छ त्योबाट हटेर अलि बेग्लै किसिमको एउटा स्पिरिचुअल फेनोमेनामा तपाईँले विवाह गर्नुभयो। यो कस्तो छ तपाईँको? कहाँबाट यो प्रेरणा जाग्यो? अब त्यो गाजा बाजा बजाएर त्यो ओल्ड फेसन भइसक्यो। अब हामी नयाँ फेसनमा आयौँ। सन्त रामपालजी महाराजले यस्तो राम्रो 17 मिनटमा दाइजो मुक्त विवाह गर्नलाई हामीलाई ज्ञानबाटै प्रेरित गर्नु भएको छ। अनि उहाँबाट ज्ञानबाट प्रेरित भएर आज हामी उहाँको बाटो देखाएको बाटोमा हिँड्दैछौँ। कति खर्च लाग्यो नढाँटेर भन्नु त यहाँ त निकै खर्च भयो जस्तो नि हेर्दा। अब साँचो भने पनि तपाईँ पत्याउनु हुँदैन भनेपछि 1 रुपियाँ पनि खर्च लागेको छैन। 1 रुपियाँ पनि लागेन। साँचो कुरा 1 रुपियाँ पनि खर्च भएन भनेपछि अब भोलि भावी जिन्दगी राम्रो खुसीसँग मिलेर बिताउने विचार छ? हजुर, यो जीवन चाहिँ उहीसँग खुसीले बिताउने विचार छ। के भन्न चाहनुहुन्छ अरू जो विवाह गर्न चाहेका अथवा विवाह गर्न नपाएका व्यक्तिहरूलाई सन्त रामपालजी महाराजजीले कस्तो शिक्षा दिनुभयो? तपाईँ आज यो अवस्थामा आउनुभयो। सन्त रामपालजी महाराजले कबीर साहेबलाई पूर्ण परमात्मा बताएर हामीलाई असली सनातनी बनाइदिनु भएको छ र उहाँको भनाइ यही छ कि मानव जुन छ हाम्रो जाति हो, कुनै पनि धर्म छैन।
हैन। अनि हामी वहीँको बाटोमा लागिरहेका छौँ। मानव धर्म नै सर्वोपरि हो। मानव धर्म नै सर्वोपरि हो। हजुरलाई आज बेहुली बनेर बस्दा कस्तो लागेको छ? एकदमै खुसी लागेको छ। एकदम खुसी लागेको छ। सन्त रामपालजी महाराजजीले हजुरलाई कस्तो खालको ज्ञान दिनुभयो र तपाईँ यो प्रकारको विवाह गर्नलाई प्रेरित हुनुभयो? सन्त रामपालजी महाराजले हामीलाई शास्त्र अनुसार हामीलाई भक्ति गर्न सिकाउनु भएको छ। हामी अहिलेसम्म कुप्रथाको बिचमा परेको थियौँ अनि हामी त्यसरी ज्ञान नबुझेर हामी शास्त्रहरूलाई नबुझेर हामी दहेज लिने दिने यस्तो कार्यहरू गरिरहेको थियौँ। अरू पनि कुप्रथाहरू छ जुन हाम्रो समाजमा चलिरहेको छ। तर सन्त रामपालजी महाराजले हामीलाई त्यो सब कुप्रथाहरूसँग निस्केर त्यो छोड्नुपर्छ भन्ने चिज हामीलाई सिकाउनु भयो। अनि त्यहीबाट अनि गुरु उहाँले नै हामीलाई यो प्रेरणा दिनुभयो कि हामीले यस्तो साधारण अब नेपालमा परिवर्तन हुँदैछ है त? अब भइरहेछ। अब छोरी बोझ हुँदैन कोही? कसैको छोरी बोझ हुनेवाला छैन। धन्यवाद जानकारीको लागि। धन्यवाद हजुरलाई। सत साहेब। ल आजको बेहुला हजुरको शुभ नाम के हो? धर्मेन्द्र कुशवाहा। धर्मेन्द्रजी, आज जिन्दगीको सबभन्दा एउटा महत्त्वपूर्ण दिन हो तपाईँको। हजुर। आज विवाहको बन्धनमा बाँधिनु भएको छ। हिजोसम्म एक्लै हुनुहुन्छ, आज एउटा जोडी पाउनुभयो। यो श्रेय कसलाई दिनुहुन्छ हजुरले? यो हाम्रो गुरु सतोदय सन्त रामपालजी महाराजले दिन चाहन्छु। महाराजजीले हजुरलाई दाइजो बिनाको विवाह गर्नुपर्छ भनेर सिकाउनु भएको हो? हजुर, उहाँको प्रेरणाले नै हामीहरू चाहिँ दाइजो मुक्त विवाहको लागि प्रेरणा पाएर गरेका हौँ। हजुरलाई कस्तो लागिरहेछ? एउटा साधारण तरिकाले आउनु भएको छ, डिजे बाजा साजा केही छैनन्, मन्त्रहरू उच्चारण गरेर आश्रममा विवाह भएको छ। तपाईँलाई कस्तो लागिरहेछ? मलाई धेरै राम्रो लागिरहेछ। दहेज मुक्त विवाह भएकोले धेरै राम्रो लागिरहेछ। यो त धेरै ठुलो समाज परिवर्तनको कुराहरू छ, समाज सुधारको कुरा छ। अब तपाईँहरूले पनि अरूलाई चाहिँ नि यो दाइजो रूपी कुसंस्कारको विरोधी नै हो हामीहरू पनि। अरूलाई पनि तपाईँले के भन्न चाहनुहुन्छ भने भन्नुहोस् हाम्रो च्यानलमा। अरूलाई भन्न चाहन्छु कि दाइजो भनेको एउटा कुरीति हो। यसलाई हामीले हटाउनु पर्छ, पूर्ण रूपमा यसलाई हटाउनु पर्छ। किनभने दाइजो हाम्रो समाजको एउटा ठुलो रोग हो जुन केटी मान्छेलाई अगाडि बढ्न दिँदैन, पढ्न दिँदैन। पढाइको खर्च दाइजोमा जान्छ अनि उहाँहरू अगाडि बढ्न सक्नुहुन्न। धन्यवाद। धन्यवाद। एउटा बेग्लै किसिमको ऊर्जा, बेग्लै किसिमको आनन्द अद्भुत लाग्यो यहाँ, किनकि यहाँ सबै व्यक्तिहरू सकारात्मक सोचका साथ र दैवी शक्तिबाट ओतप्रोत भएका सनातन वैदिक धर्मको आधारभूत ज्ञानबाट ओतप्रोत भएका सन्त रामपालजी महाराजजीका अनुयायीहरूको आज विवाह भएको पनि यहाँहरूले हेर्नुभयो। पछाडि देख्न सक्नुहुन्छ कत्रो सङ्ख्यामा श्रद्धालुहरू हुनुहुन्छ। योभन्दा धेरै लगभग आधाभन्दा धेरै व्यक्तिहरू त बिहान यहाँबाट प्रस्थान गरिसक्नुभयो, टाढा टाढाका मान्छेहरू। आखिर यहाँ चाहिँ नि सबभन्दा ठुलो कुरा आफ्नो गुरुदेवले दिएको अनुशासन र मर्यादालाई हरेक भक्तले अक्षरशः पालन गर्ने सङ्कल्प भएको हामीले पायौँ। न कसैले यहाँ दाइजो लिन्छ, न कसैले यहाँ छुवाछुतको भेदभाव गर्छ, न कसैले यहाँ मधेसी र पहाडे भनेर उपेक्षा गर्छ, न यहाँ कसैले दलित र ब्राह्मण भनेर विभेद गर्छ, न यहाँ कोही नसामल गर्छ। हेर्नुहोस् त, नेपाल एउटा बेग्लै किसिमको एउटा अभियानमा चलिरहेको देख्न सकिन्छ यो आश्रमबाट पनि। धन्यवाद। आजको लागि यो कार्यक्रम यही हामीले विसर्जन गर्छौँ।